ओ बुढो होइन किन पिलिनु भएको? अब छोरी त पाइयो, भोलि पर्सि ज्वाइँ कस्ता पर्लान् भन्ने पिर क्या। कहाँ छन् होला ती ज्वाइँ, के गर्दै छन् होला ती ज्वाइँ, जन्मे क्यारे होलान् ती ज्वाइँ, छोरी जन्मिसकी ज्वाइँ क्यारे होलान्, जन्मेर कत्रा भयो होलान्, 4-5 वर्ष कता भयो होलान्, स्कुल गयो कि क्यारे होलान्, वा स्कुल नगइकन आज घरै बसे कि है, कुन ठाउँमा छन् होला ती ज्वाइँ। हेर्नुहोस् ज्वाइँ साहब, तपाईँ राम्रोसँग स्कुल जानुहोस्, पढी लेख्ने गर्नुहोस्, बाबामा धेरै नहटाउनुहोस् ज्वाइँ साहब है। भोलि पर्सि होइन पढेर ठुलो मान्छे भएर केही इलम हरेर मेरो छोरी माग्न आउनुहोस् है ज्वाइँ साहब। ज्वाइँ साहब धेरै नहटाउनुहोस्, जम्पफुट धेरै नखानुहोस् ज्वाइँ साहब। ल है सम्झिने योहरू, तपाईँहरू मध्येका छोरामा एकजना मेरो ज्वाइँ हो। हेर्नुहोस् हजुर, तपाईँको आफ्नो ती ज्वाइँलाई चाहिँ राम्रोसित पढाइ लेखाइ गर्न, मेरो छोरी पाल्न त गाह्रो छ नि। ओहो